शरीर धुने साबुनले, कपडा धुने माइसपले। मानिसले लुगा लगाउन थालेदेखि नै लुगा धुने चलन पनि सुरु भयो होला। तर मानिसले लुगा कहिलेदेखि धुन थाले भन्ने कुरा भन्ने खोजकै विषय हो। हुन त हामीले थाहा भएदेखि आमाले डल्लो साबुनले लुगा धुने गर्दथे। यही समयमा काठमाडौँमा आफूहरूको लुगा, कोट पैन्ट, कपडा आदि धुन पसलमा लाने चलन आयो। काठमाडौँको पुरानो समाजमा हरेक कामको आफ्नै जिम्मेवारी थियो। लुगा धुने काम रजक समुदायले गर्थे। आज पनि पाटनको धोबीघाटमा कपडा धोएर सुकाइरहेको दृश्य देख्न सकिन्छ। तर 2007 सालपछि काठमाडौँको जीवनशैली बिस्तारै बदलिन थाल्यो। बजारमा एउटा नयाँ शब्द देखिन थाल्यो, माइसप। यहाँ कपडा धोइन्थ्यो र राम्रोसँग इस्त्री पनि गरिन्थ्यो। त्यसबाट यस्ता पसलमा सम्पन्न परिवारका मानिसहरू मात्र जाने गरेको सम्झना छ। पछि हाम्रो टोलमा पनि सनराइज ड्राई क्लिनर, गाभालमा ब्राइटर ड्राई क्लिनर जस्ता पसलहरू खोले। कुनै समय निकै चलेका ती पसलहरू अहिले पनि सम्झना मात्रै बाँकी छन्। तपाईँलाई चाहिँ आफ्नो टोलमा पुरानो ड्राई क्लिनर वा धोबी पसल भएको सम्झना छ? अहिले पनि त्यस्तो पसल चलिरहेकै छ त?